हेलो मेरो साथीहरूलाई सबैजनालाई नमस्ते भन्छु है। म चाहिँ अब मनसुनमा चाहिँ जमाचो हाइक गएको थिएँ है। त्यहाँबाट यस्तो दामी भ्यू देखिएको थियो होइन। अब बेला बेला होइन भ्यू बादल खुलिन्थ्यो, बेला बेला चाहिँ बादल खुलिँदैन थियो होइन। तर म एक्लै गएको भएर चाहिँ एकदम रमाइलो थियो यात्रा चाहिँ। मनसुनमा पनि हाइक जान सक्नुहुन्छ है तपाईँहरू। यस्तो मजाको कुहिरो लाग्छ होइन। म चाहिँ खासमा 4-5 दिनदेखि एकदम अलिकति टाउको दुखे जस्तो भइरहेको थियो, फ्रेस फिल हुन खोजिरहेको थिएँ मैले होइन। त्यही भएर चाहिँ म अब जस्तो पानी परे पनि जे भए पनि होइन म जान्छु नै भनेर मैले सोचिरहेको थिएँ। तर म बिहान 7 बजे हिँडेको होइन। त्यहाँबाट चाहिँ कस्तो भयो भने अब ठुलो छ होइन, जङ्गल छ, यत्रो ट्रायल छ, म एक्लै छु क्या। अब डर हुन्छ नि त होइन, के हुने हो, अब चितुवाहरू आउने हो कि के हुने हो कि भनेर म चाहिँ डराइकन हाइकमा गएको थिएँ। अनि म लिटरली म माथि पुगुन्जेलसम्म एकजना पनि मान्छे भेटेन क्या। अब त रमाइलो भइरहेको थियो, फ्रेस भइरहेको थियो माइन्ड चाहिँ होइन। तर मैले चाहिँ कस्तो सोचिरहेको थिएँ भने कोही साथी अब कोही भेट्यो भने हुन्थ्यो। त्यो चाहिँ डरको कारणले क्या। त्यहाँ अब होइन जङ्गली जनावरहरू आयो भने त अनि गयो। बेला बेला पानीले पनि डिस्टर्ब गरिरहेको थियो। तर भिज्दै गइरहेको थिएँ म। भिज्दै जानुको पनि छुट्टै रमाइलो हुने रहेछ। तपाईँहरू पनि जान सक्नुहुन्छ। यो चाहिँ हाम्रो बालाजु छ नि, बालाजुबाट ककनी जाने बाटोको साइडमा लगभग बालाजुबाट 2 किलोमिटर जानु भएपछि यो राष्ट्रिय निकुञ्जको यता आर्मी ब्यारेक छ। त्यहाँबाट तपाईँहरू 7 बजीदेखि जान सक्नुहुन्छ। जुनसुकै डे पनि जान सक्नुहुन्छ। तपाईँलाई जानलाई लगभग एकदम राम्रो हिँड्नुभयो भने 2 घन्टा, नभए बिस्तारै जानुभयो भने 3 घन्टा चाहिँ लाग्छ होइन। अनि मजाले तपाईँहरू एक्सप्लोर गर्न सक्नुहुन्छ नेचरलाई होइन। अब त्यो सधैँको तनाव, त्यो धुलो धुवाँबाट केही टाइमको लागि तपाईँहरू होइन एक्सप्लोर गर्न चाहनुहुन्छ भने यु क्यान गो देयर होइन। साथीहरूसँग जानुभए पनि हुन्छ। तर तपाईँलाई एकदम आफूलाई नै होइन च्यालेन्ज गर्नु छ अथवा हुन्छ नि साथीहरू भइरहेको छैन तर के जाने एक्लै भन्ने सोच छ भने त्यस्तो सोच चाहिँ नराख्नु होला होइन। किन भन्दाखेरि लाइफमा सबैतिर तपाईँलाई साथ दिने मान्छे आउँदैनन्। कुनै ठाउँमा तपाईँ एक्लै पनि जान सक्नुहुन्छ होइन। तर मैले फिल गरेको कुरा चाहिँ के भने यदि तपाईँले आँट्नु भयो भने, यदि तपाईँले चाहिँ गोल राख्नुभयो भने तपाईँले एनी हाउ जसरी पनि जान सक्नुहुन्छ क्या। मैले चाहिँ त्यो सोचेँ होइन। किनकि म बिहान जाँदाखेरि म यति छिटो पुगेँ जस्तो लागेको थियो होइन। यो फुलबारी गेट जाने भने उता अनि म यति छिटो पुगेँ भने होइन, बिहान म यति छिटो पुगेँ जस्तो लाग्यो। तर म दिउँसो फर्किँदाखेरि चाहिँ म कति टाढा होइन, यति टाढा नि म आएछु, म कसरी आएछु जस्तो फिल भएको क्या मलाई। किन भन्दाखेरि जाँदाखेरि मलाई एकदम रमाइलो रिफ्रेस भइरहेको थियो नि त। फर्किँदाखेरि पनि रमाइलो भयो हुन चाहिँ। तर फर्किँदाखेरि चाहिँ मलाई कति टाढा जस्तो लागेको थियो क्या। अब यहाँ हेर्नु बाटो यस्तो चिप्लो छ होइन, एकदम कुहिरो मण्डल लागेको छ। जस रमाइलो भयो। यो चाहिँ अब मैले एउटा तपाईँहरूलाई इन्फर्मेसन जान तपाईँहरू सक्नुहुन्छ होइन। किनकि सधैँभरि काम गर्न पनि सकिँदैन, कहिलेकाहीँ तपाईँहरूलाई रिफ्रेसमेन्ट पनि चाहिन्छ, मान्छेको बडीलाई रिफ्रेसमेन्ट पनि चाहिने हुन्छ होइन। अनि म चाहिँ एक्लै गएको थिएँ, सोलो हाइक गएको थिएँ, रमाइलो भयो होइन। अनि यहाँ यताउति हेर्दै के आउँछ कि भन्दै डराउँदै गइरहेको थिएँ कि म चाहिँ जान चाहिँ एकदम डर लागिरहेको थियो मलाई होइन। तर जस जाँदै गएपछि अलिकति जति भित्र जाँदै गयो त्यति डर पनि हराउँदै थियो हराउन चाहिँ। तर कोही एकजना मान्छे नहुँदा चाहिँ कस्तो डरै लाग्ने रहेछ क्या। यो चाहिँ अब यस्तो जङ्गलहरू भएर पनि हो न। योभन्दा अगाडि म तिलिचो एबिसी जाँदाखेरि त्यस्तो डर त लागेन होइन। ट्रायलमा आएको होइन, लास्टै डर लाग्ने थियो। बिहान 7 बजी आएको कोही छैन। लिटरली स्केरी छ। सोलो ट्रेक, सोलो हाइक आउनु है फुलचोकीमा होइन, लास्टै डर लाग्ने थियो। यताउति हेऱ्यो होइन, यताउति हेऱ्यो चिप्लो आएको जस्तो लाग्छ होइन। पानी परेको छ। ओ के हो त्यो?
यहाँ चाहिँ कालिज देखिएको थियो क्या हो त्यहाँ कस्तो दामी कालिज थियो काली एकछिन त डरै लाग्यो के आयो अचानक जस्तो लागेको थियो पछि चरा कालिज रहेछ धेरै थियो यो ठाउँमा चाहिँ कालिज टन्नै थियो कस्तो दामी चरा छ नि यो काली ठाउँमा चित्तो आएन नभए त बिहोस भइन्थ्यो होला कहाँ गयो जङ्गलमा चाहिँ चितुवा पनि आउँछ भन्ने चाहिँ डर क्या मनमा होइन अब एक्लै छु अब त्यहाँबाट तपाईँहरू 1 घन्टा 1.5 घन्टा जति हिँड्नुभयो भने चाहिँ एउटा चेक पोइन्ट आउँछ फेरि बिचमा त्यहाँ आर्मीहरू बस्नुहुन्छ उहाँहरूलाई फेरि तपाईँले आफ्नो डिटेल नम्बर दिएर फेरि त्यहाँबाट अझै 1 घन्टा हिँड्नुभयो भने चाहिँ ठ्याक्क पुग्नुहुन्छ माथि टपमा ल यो भ्यू चाहिँ कस्तो डरलाग्दो पनि थियो रमाइलो पनि थियो होइन एक्लै ट्राभल गर्दाखेरि ल हेर्नु न ल चट्ट कुहिरो लागेको छ है मजाले यस्तो रिल्याक्स टाइपको थियो रमाइलो हुन्छ कहिलेकाहीँ यस्तो सर्ट हाइकिङहरू पनि काठमाडौँ नजिकैको सर्ट हाइकिङ चाहिँ यो चमाचो आएको हो भन्ने मैले पहिल्यैदेखि सुनेको थिएँ मैले कहिले साथीसँग जान्छु भनेर बसेको कहिले को साथ कहिले को नमिल्ने जानै पाइएको थिएन अनि म एक्लै गइदिन्छु भनेर अनि खासमा म एक्लै हिँडिदिएको हो अस्ति चाहिँ रमाइलो भयो जस हाइकिङ इज अलवेज फन होइन नेचरमा कस्तो मजा आउने क्या डरलाग्दो माहौल छ है डरलाग्दो तर रमाइलो पनि भइरहेछ डर पनि लागिरहेछ मलाई र एकदम वेल म्यानेज छ एकदम टक्क ढुङ्गाहरू बिछ्याएर होइन मजाले हिँड्न सकिन्छ यो पाथभन्दा अरू बाटो चाहिँ नहिँड्नु होला है किनकि अरू वेबाट हिँड्दाखेरि स्लिपरी हुन्छ चिप्लिन सकिन्छ यो पाथबाट हिँड्नुभयो भने चाहिँ सेफ हुनुहुन्छ तपाईँहरू चिप्लिनुहुन्न होइन तर तपाईँको त्यहाँ चाहिँ कस्तो सिस्टम रहेछ भने बिहान 7 बजीदेखि सुरु अनि बेलुका चाहिँ 5 बजेभन्दा अगाडि तपाईँहरू एक्जिट भइसक्नुपर्छ नभए गाह्रो हुन्छ किनकि वाइल्ड एनिमलहरू आउँछ होला नि त त्यहाँ त्यो चाहिँ नियम त्यो एउटा रेगुलेसन रुल्स एन्ड रेगुलेसनै पो रहेछ जस रमाइलो भयो हाइकिङ धेरै टाइम पछि लास्ट टाइम म तिरिचोमा गएको थिएँ भाइसँग अनि त्यसपछि म कहीँ जान पाएको थिएन तर धेरै टाइमपछि हिँडेर होला एकदम टायर्ड चाहिँ लास्टै टायर्डनेस भयो ल यहाँनिर चाहिँ यस्तो डर लाग्दो थियो नि रेनकोट लगाएर पानीमा भिजेर होइन माथि त एकैछिन पुगेँ कि म डरले पनि होला कोही नभेटेर फर्किँदाखेरि चाहिँ साथीभाइहरू भेटेको थियो फर्किँदा चाहिँ अलि इजी पनि भयो घाम पनि अलिअलि लाग्यो बिहान त नेक्स्ट लेभल थियो एब्सोल्युटली क्र्याप बिहान चाहिँ एकदम बब्बालै थियो यहाँ चाहिँ
अझै 3 किलोमिटर भन्ने देखाइरहेको थियो। मान्छे डरले थुर भइरहेको थियो। अझै 3 किलोमिटर बाफ्रे भन्दै। अनि मैले बिचमा चाहिँ एउटा सपोर्ट पनि लिएँ होइन। बिचमा चाहिँ के सपोर्ट लिएँ भन्दाखेरि एउटा स्टिक बनाएर अब केही आयो भने वाइल्ड लाइफहरू केही भयो भने यही स्टिकले हानिदिन्छु भनेर होइन बोकेर। त्यसले त हुने त केही होइन, त्यही पनि मनको शान्ति, एक तपाईँलाई मनको शान्ति मिल्छ भने वाइ नट होइन। मैले पनि त्यो मनको शान्तिको लागि नै लिएको हो यो होइन। जे होस् ओभरअलमा 9 छ रेटिङ चाहिँ। 10मा 10 नै दिउँ जस्तो लाग्न चाहिँ, तर अलि नदिइहालौँ। जे होस् रेटिङ चाहिँ नजिक, सर्ट हाइक नजिक साथीहरूसँग एक्लै जानलाई ओभरअल एकदम बेस्ट छ, बेस्ट। ल माथिबाट टक्क खोला जस्तो आइरहेको छ होइन। अनि यहाँनिर चाहिँ फेरि अर्को एउटा रेस्टिङ पोइन्ट छ यहाँनिर ठ्याक्क। यहाँबाट पनि भ्यू देखिन्छ। अलि फोहोरहरू व्यवस्थापन गर्न लाग्नु भएको रहेछ। यहाँनिर इमर्जेन्सी कन्ट्र्याक्टहरू पनि दिनुभएको छ केही पऱ्यो भने इफ होइन। अनि सम्पर्क गर्न सकियो नि त केही पऱ्यो भने। यहाँ चाहिँ फेरि यो गीता लभ सीता लभ रीता लभ मिता भन्ने टाइपको त्यो पहिला स्कुल पढ्दाखेरि मन्दिरमा गएर खरानी लेख्नु भएको थियो होला नि तपाईँहरूले, हो त्यस्तै टाइपको छ कि यहाँ चाहिँ माथि कन्ट्याक्ट नम्बर दिस यस्तो चाहिँ नगरौँ न। एउटा सभ्यताको परिचय दिनुपर्ने हुन्छ हामीले होइन। यस्तो फोहोर गर्ने कामहरू नगरौँ। कुनै पनि ठाउँमा जानुहुन्छ भने त्यहाँ सफा सुग्घर राख्नुपर्ने हाम्रो कर्तव्य हो। त्यहाँ गएर केही खानुहुन्छ खानुहोस्, रमाइलो गर्नुहोस्, तर फर्किँदाखेरि त्यो ल्याएरै आउनुहोस् होइन। माथि गएर फोहोर फाल्ने, अपशब्द लेख्ने, अरूको नम्बर लेखिदिने, यस्तो जे पायो त्यो लेख्ने काम चाहिँ नगर्नु हुन अनुरोध गर्दछु। धन्यवाद।